गर्दा नि भएन त्यो गर्दा नि भएन जे गर्दा नि यो गाउँले खुसी भएन तिमा जति खाडीमा बुढाबुढी गाउँघरमा बुढाबुढी गाउँघरमा खायो ढिलो हल्ली हिँड्यो के पो नापिन्छ र यो गाउँलेको जिम्मेवारी मै माथि छ बिर्खे सलाप सुलुप हात धुएर कुरा बुझ्यो नि किन नबुझ्नु मैले मजाले बुझेँ के बुझ्यो अघि भनेको सबै कुरो बुझ्यो सलाप सुलुप हात धुएर कुरा बुझ्छ यसले जम अब जाउँ न होइन यो गाउँमा यति राम्रो विकास गर्ने कुन चाहिँ घेरो अकालहरू रहेछ यहाँ जाली डाँडो पनि लागेछ मलाई नसोधिकन यिनीहरूले यो काम गर्नु मिल्छ होइन यो घेरो अकालहरूलाई मैले जानेको होइन यहाँ त फेरि पिङ खेल्ने खालको पनि पो बनाएर मरेछ ल यो घेरो अकालहरूलाई मैले जानेको छु मलाई नसोधिकन यहाँ विकास गर्नु पाउँछ यो माथि गाउँमा त्यति राम्रो विकास गर्ने मान्छे चाहिँ को हो म हो नि ओहो अनुहार हेर्दाखेरि पनि यो गाउँमा विकास गर्ला जस्तो छ होइन तर सुरुत हात धुएर जसले गर्ने तिमीलाई चाहिँ के को चासो किन चासो हुँदैन मलाई सोध्नु पर्यो यो गाउँमा आहा कति नै ठुलो बडा जस्तो तँलाई सोध्ने किन अब मलाई किन सोध्ने भन्दाखेरि म यही गाउँको मान्छे अनि मलाई नसोधिकन यहाँ विकास गर्ने मिल्छ मिल्दैन हेर बाख्रे विकासको काममा यसरी गाउँमा अवरोध गर्न मिल्दैन जसले गरे नि गरोस् आखिर आफ्नै गाउँमा हुने विकास हुनु त हो नि तैपनि यहाँ बजेट कति आएको छ त्यो हामीले बुझ्नु परेन मैले त थाहा पाएको छैन यहाँ मेरो बिर्खेले त थाहा पाएको छैन बजेट कति आयो भनेर उसलाई चाहिँ कति नै चाहन्छ मैले गरेको भनेर चाहिँ किन अगाडि बढेको गरेको हो त्यही भएर गरेको भनेको ल ठिक छ गरेकै हो भनेदेखि अब हामी विचार गरेर छलफल गरेर त्यसमा चाहिँ मजाले हामीले पनि खानु पाउनु पर्यो चाट्नु पाउनु पर्यो तर बिर्खे अगाडि सरेर मैले गरेँ हो भन्दाखेरि कसले पत्याउँछ यस्तो त भइहाल्छ नि हो त्यसरी कुरा मिलाएर गर्नु त ल जसले गरे पनि यो कुरामा चाहिँ मलाई नि अलिकति चासो थियो आयो हेर बाख्रे तर त्यहाँ तल ढुङ्गामाथि गएर छलफल गरौँ हामी तिनजना ल है आमा आज त म धेरै खुसी छु नि किनभने म आज स्कुलमा फर्स्ट भयो आहा छोरी तिमीले धेरै राम्रो काम गर्यौ अब तिमीले यो गाउँका मान्छेहरूको मुख बन्द गर्नुपर्नेछ किन र आमा के भनेर यो गाउँले त्यस्तो केही पनि हैन छोरी केही पनि हैन तिमी भित्र गएर लुगा फेरेर आऊ म बुवालाई बोलाएर ए खुसीको बाउ हो ओइ ओइ किन त्यति साह्रो घोक्रै सुक्ने गरी कराएको हौ बिस्तारी बोल्यो भने सुनिहाल्छ नि झट्टै आउनुस् त झट्टै खुसीको कुरा छ के भएछ त फेरि खुसीलाई
होइन यो के हो? देख्नु भएन हाम्रो छोरी स्कुल फर्स्ट भएर आयो कि। ल बधाई छ छोरीलाई पनि छोरीको आमालाई पनि। मलाई चाहिँ के को बधाई हो? यति राम्रो छोरी पाउने मान्छेलाई बधाई नदिएर कसलाई दिनु त अनि? तपाईँहरू चाहिँ हाँस्दै गर्नु कसरी त गएर बुझेर आयो है त। होइन बिर्खे ओ बढी जान्ने भएर किन मैले गरेको भनेको लु भन् त। गाह्रो लाउने काम त मैले गरेको हो। अब त्यसो भन्न र गाह्रो लाग्यो भनेर मैले त झन्डै अब यसले गरेको कुरा सुन्दा त मलाई पटेर लागेको थिएन। अब यो काम कसले गरे अब त ल भनौँ न त ल रे। सलाप सुलुप हात धुएर मेरो विचारमा चाहिँ यो गाउँको टाठो बाटो भन्ने चाहिँ त्यो नेता बुढा हो होइन। त्यसै काम जस्तो लागेको छ। बरु सिधै नेता घरमा गएर कुरा गरौँ क्या हो। ल अब कुरो चाहिँ सही कुरा हो। त्यही नेतालाई गएर हामीले पक्रिनुपर्छ। हो त ल जाउँ। अनि सलाप सुलुप हात धुएर यो लाउरीले कसरी मान्छे पत्ता लगाउँछ हेर त। ल जाउँ। फेरा साहब त्यो माथिको काम छ नि त्यो छिटोभन्दा छिटो सिधाउनु पर्यो। अदाजी त्यो कामको लागि चिन्ता नलिनु तपाईँ। 85% काम सकिसकेछ। अब बाँकी रह्यो 15%। त्यो 15% त म 10-12 दिन झट। होइन नेताज्यू तपाईँले यो काममा मलाई नसोधिकन यसरी विकास गर्नु पाइन्छ? सलाप सुलुप हात धुएर यो कुरामा मलाई नि चित्त बुझेन अदाजीज्यू। मलाई काम लाउने उहाँ त हो नि। हो काम त मैले ला हो। अर्थ न व्यर्थ गोविन्द गाई काम गरेको यत्र कुम्लो उठिभित्र यस्तो नि हुन्छ गाई। अरू कुरा थाहा भएन अदाजीज्यू। हामीलाई पनि यसो ढेवा चाहियो नि नत्र भने काम त के कसो हो। ढेवा चाहियो भन्छ। ढेवा चाहिँले त ढुङ्गा पुग्नु पर्यो नि होइन आदाजीज्यू? डम्बरे सबै परिवार खुसी भएर हिँडेका छन् त के हो चाला? मेरो छोरी खुसीले स्कुल फर्स्ट भएर आएकी छिन् अनि खुसी भएर हिँड्नु परेन त? हो त डम्बरे यो छोरी त धेरै पढ्ने पर्छ यसको भविष्य राम्रो छ। नपढेको भए मेरी छोरी खुसी यत्तिकै फर्स्ट हुन्थ्यो होला त। हो त नि राम्रो पढ्ने भएर फर्स्ट भएको। ल तिनीहरूलाई धेरै धेरै बधाई छ है त। हाम्रो छोरीलाई हाम्रो खुसी एकदम बाँकी। अब हेर्नु लाउरेज्यू त्यो नेताले मात्रै त्यसरी गम खानु पाइन्छ त? कहाँ पाउँछ र? अनि आज सलाप सुलुप हात धुएर त्यो नेतालाई भन्दा त्यो ठेकदारलाई म यसरी कुचाउन मन लागेको थियो कि हेर बाख्रे। अब अरू कुरा केही पनि होइन लाउरे। जसरी हुन्छ घुम है। अब यो काम हामीले त्यो एक्लैलाई चाहिँ गर्नु दिनु हुन्न। कुरो बुझ्नु नि? मजाले बुझेँ। एक्लैले कहाँ गर्नु दिने हो र? यत्रो बजेट आएछ काम गरे जस्तो गर्यो। ढेवा चाहिँ एल्याप एल्याप गरेर हुन्छ हो नि। अब यसो गरौँ तपाईँ हामी एक दिन तपाईँको घरमा बसेर मिटिङ गरौँ अनि त्यसपछि के गर्नुपर्छ हामी तिनजनाले गरौँला। भइहाल्छ नि। ठिक छ त म त अहिले रेडी छु। अब होइन अहिले तातै खाउँ जल्दी मारौँ जस्तो त गर्नु हुन्न। अब एउटा आइडिया लाएर जुक्ति लाएर बुद्धि लाएर मात्रै त्यो कामलाई चाहिँ हामीले गर्नुपर्छ। यो काम तमाम गर्ने काम चाहिँ म गर्छु।
सलप सलप हात दिएर दिमाग लगाउने काम चाहिँ तपाईँ गर्नु है त। ल हस् त अहिलेलाई म चाहिँ लाग्यो है त। ल होस् त हामी पनि जाउँ। होइन सावित्री भाउजू, तपाईँलाई लाज घिन शरम भनिसकेपछि एक थोपै छैन होइन त? ए के भनेर मर्छ यो बाख्रे मरो। मलाई के को लाज, के को शर्म, के को घिन, के गरेर मैले त्यस्तो कुरा? आफूभन्दा 10 वर्ष कान्छासँग बिहा गर्नुलाई तपाईँलाई यति पनि अप्ठ्यारो लागेन होइन त? हामी दुईजनाको मन मिल्यो, बिहा गरे। तँलाई के बिजायो? के रे फेरि भन् त के रे? मन मिले म बिहे गरेँ। मैले बिहे गरेको तँलाई के भयो? मैले बिहे गरेको तेरो लागि हो, मेरो लागि बिहे गरे। घर भाडुवा हेर बुढी, मैले भेटाएको भए मारिदिन्थेँ। म भित्री बसेर सबै कुरा सुनिरहेको छु। मैले उनीहरूले बिहे गरेको हो र मायाले बिहे गरेको। मेरो यति राम्रो पुतली जस्तो बुढीलाई भाड्नु खोज्दो रहेछ। बुढा, तपाईँको र मेरो जोडी यति राम्रो मिलिया छ, यो देखेर सबैका आँखा लाछन् के बुढा। अबदेखि चाहिँ यिनीहरूको आँखा निकालिदिन्छु बुढी म। अब आँखा निकालिदिन्छु। यिनीहरू नि आँखै लाउन आएको त होला नि। नमस्कार टोकले दाजु अनि भाउजूलाई पनि नमस्कार। मेरो नि भर्ने आएको यो के भन्न आएको? चाब्रेसी लाउनु पर्दैन, सिधै भन्न। हामी त खुसीको कुरा सुनाऊ भनेर आएको थियौँ टोकले दाई। हजुर त झन रिसाउनु भयो, किन होला? के खुसीको कुरा सुनिहालौँ नि त अन्त पुतली। हो नि, आज हाम्रो छोरी स्कुल फर्स्ट भएर आएछन्, त्यसैले हामी यसो किताब किन्न झरेको नि। अब हामीले के गर्नु पर्यो? फुलमाला लगाइदिनु पर्यो? पर्दैन हजुर। राम्रै कुरा त सुनाउन आएको रहेछ नि बुढा। तपाईँ बिचमा प्याच अर्कालाई नराम्रा कुराहरू भनिराख्नुहुन्छ। बानी नै परेको बुढा। त्यति साह्रै त नबनेको भए हुन्थ्यो नि बिचराहरूलाई। होइन पुतली, अगाडि अर्कै आएर मेरो दिमाग तताइरहेको थियो। त्यही बेलामा त्यो रिस्तो उता पो सट्टाइ गयो क्या। खासै उहाँहरूसँग त होइन नि। ल हिँड बुढी हिँड भित्री। कति अर्काको मात्रै कुरा गर्ने हो, हाम्रो नि कुरा गर्नु पर्यो। सन्चो भयो यार, फ्रेस पनि भयो। छोरी एक्लै घरमा के गर्थ्यो होलिन्? आज बजारमा पनि साह्रै भिड भयो। छोरी पनि भोकाइन होला। छोरी के गर्दैछौ? भित्रै छौ? ए भित्रैको रहेछ त। बिर्खे सलाप सुलुप हात धुएर त्यो बाख्रालाई पनि फन घुमाएर ट्याक्क साइड लाउनु पाएदेखि तँरा म मालामाल हुने रहेछ त। दिमाग होइन, बुद्धि लाउनु पर्यो। अब बुद्धि लाउ रे, बुद्धि होइन जुक्ति लाउनु पर्छ। यो गर्दा नि भएन, त्यो गर्दा नि भएन, जे गर्दा नि यो गाउँले खुसी भएन। हिउँमा जति खाडीमा